भ्रष्टाचार गरेको सम्पत्ति त्यहाँ पैसा लुकाएको छ सुन लुकाएको छ भनेर साडाका जुलुस पठायो 1 रुपैयाँ पैसा भेटाएन 1 तोला सुन भेटाएन किताब मात्र भेटायो त्यही पनि जलाएर फर्केर आयो घर सबै जलायो त्यसपछि गोली चलाउन लगाउने मान्छे यही हो बालबच्चा 23 गते बच्चा मार्ने यही हो आदेश दिने यसलाई पक्रिनु पर्छ भनेर पक्रिन लगायो अनि पत्ता लगाउँछौं दोष पत्ता लगाउँछौं अनुसन्धान गर्छौं भनेर पक्रेर लग्यो केही पत्ता लगाउने किडनीमा लुकाएर राखेको के रे उसमा पित्तथलीमा लुकाएर राखेको एउटा ढुङ्गा पत्ता लगायो कति जाँच्ने कि केपी ओलीलाई कति जाँच्ने यो मान्छेलाई कहिले विदेशीले आक्रमण गरेया छ उ कहिले सम्झौता गर्दैन कहिले जनताले आक्रमण गर्न लगाएको छ भिडलाई आक्रमण गर्न लगाएको छ तर सत्यको अगाडि उ कहिले सम्झौता गर्दैन कहिले पुलिस लगाएर उज्यालो नहुँदै समाएर चाहिँ थुन्न लगाएछ अनेक अपराध गर्छु भनेछ कहिले सम्झौता गर्दैन देश र जनताको लागि कहिले सम्झौता कति जाँच्ने केपी ओलीलाई सीताले अग्नि के रे सीतालाई रामले अग्नि चितामाथि जलाएको भन्दा बढी त केपी ओलीले जाँचिसकेको छ अहिलेसम्म कति जाँच्ने यो भन्दा बढी के गर्ने अब देश र जनताको स्वाभिमानको लागि उठेको छ उभिएको छ कति जाँच्ने तपाई अझ पनि सम्झौता गर्दैन मलाई एउटा कुरा भनेको सम्झन्छु धेरै मान्छेले तपाईले केपी ओलीलाई यसपालि झापामा हार्छ होला तेर्थुममा जाने भन्दाखेरि उहाँले के भन्नुहुन्थ्यो भने मलाई यही झापाले जिताएर पठाएको हराए पनि यसैको हार स्वीकार्छु जिताए पनि यसैबाट जितेर जान्छु त्यो भन्नुभएको थियो हो तेह्रथुम जानुस् भन्न तपाईहरुले धेरै साथीहरूले भन्दाखेरि त्यसो भन्नुहुन्थ्यो कति जाँच्ने केपी ओलीलाई त्यसकारणले गर्दाखेरि उहाँप्रति गरेका पटक पटक आक्रमणहरू विदेशीको आक्रमणमाथि पनि झुक्नु भएन देश र जनताको लागि झुक्नु भएन जनताको भिड पठायो एट्याक गर्न मार्न पठायो र पनि उहाँले कहिले पनि सम्झौता गर्नु भएन कति जाँच्ने हो यही कुरा यी सबै चीजबाट हेर्दाखेरि आज सारा नेपाली जनताले तपाईको यो टेलिभिजनबाट राम्रोसँग हेरोस् यो सबै चीजको परीक्षाबाट केपी ओली तपाई जति खार्नुस् उति पहेँलो स्वच्छ सुन भएर निस्किनुहुन्छ नेपाली जनताले बुझ्नेछन् त्यसकारणले गर्दाखेरि मलाई लागेको मात्र होइन केपी ओली प्यारो सारा नेपाली जनतालाई भोलिको दिनमा लाग्छ हिजो पनि थियो तर विरोधीले गरेको आक्रमणलाई यो हो के रे यही कुरा हो भन्दै हिँड्ने कुरा तपाई राम्रोसँग ध्यान दिनुस् नेपाली जनताले राम्रोसँग ध्यान दिनुस् केपी ओली माथि गरेको जाँच केपी ओली माथि गरेको आक्रमण केपी ओली माथि गरिएको प्रहार अब मार्न मात्रै बाँकी रह्यो हैन मार्न पनि त छोप्यो केको लागि थियो सम्झौता गर्न सक्थ्यो होला नि त राष्ट्रिय स्वाधीनताको लागि आवाज नउठाएको भए आज केपी ओली पनि त यी पपुलरहरू जस्तै हुन्थ्यो होला नि त तर राष्ट्रिय स्वाधीनताको लागि कहिले सम्झौता गर्नु भएन विकास र समृद्धिका कामहरू मन नपरे विदेशीले मन नपराएका ठुलठुला परियोजनाहरू चाहिँ सुरु नगरेको भए आज केपी ओली माथि आक्रमण हुँदैन थियो होला नि त तर केपी ओलीले मेरो देश र जनता धनी बनाउनको लागि विकास र समृद्ध नेपाल बनाउँछु भन्नको लागि विदेशीले मन नपराएका ठुलठुला आयोजना पनि सुरु गर्नुभयो संविधान बनाउनु मिल्दैन भने होइन यो देशमाथि चाहिँ भोकै मार्छु नेपाली जनतालाई भोकै घुँडा टेकाउँछु भनेर के रे नाकाबन्दी लगाएको होइन कुनै हालतमा झुक्न दिन्न भनेर बरु भोकै मराउनलाई नेपालीलाई झुक्न दिन्न मेरो देशको जनताले विदेशीको अगाडि झुक्न दिन्न भनेर चाहिँ उ गरे होइन त्यसकारण तर उहाँले पार्टीभित्र देशभित्र एकता चाहिँ फेरि पनि त कायम गर्न त सक्नु भएन तपाईले भनेको कुरा सत्य हुँदाहुँदै एकता कसको कायम गर्ने भने एमाले बनाउँछु भन्नेहरूको बीचमा एकता कायम गर्ने कि एमाले भत्काउँछु भन्नेहरूसँग एमाले कायम गर्ने
राष्ट्रिय स्वाधीनता उठाउँछु भन्नेहरूसँग एकता कायम गर्ने कि राष्ट्रिय स्वाधीनता सिद्ध्याउँछु भन्नेहरूसँग एकता कायम गर्ने? एकता कोसँग कायम गर्ने? नेकपा एमालेको नेतृत्व स्वीकारेर आउने, नेकपा एमालेको विचार र सिद्धान्तलाई स्वीकारेर आउने, सबैसँग एकता गर्नलाई एमाले जहिले पनि खुल्ला गरेछ। तर एकता गर्न आउँछु भन्नेहरू, एमालेले एकता गराउँछु भन्नेहरू स्वार्थ बोकेर पार्टी कब्जा गर्छु भनेर, एमाले सिद्ध्याउँछु भनेर आउनेसँग एकता कसरी हुन सक्दछ?